पत्रकार मित्रहरू र पुनः सहभागी गर्नलाई स्वीकार्नु संग्रामी अभिवादन। म सकभर पूर्ववक्ता बोल्ने कमरेडहरूले राखेका विषयवस्तुमा नराखिकन आज पार्टी एकता सन्देश सभा कम्युनिस्ट पार्टीहरूको चर्चा गर्ने दिन, अब हाम्रो गन्तव्य कता भन्ने दिन, त्यसो भएको हुनाले कम्युनिस्ट पार्टीको के मात्र मैले के छोटो विवेचना गर्छु। 2006 सालमा कम्युनिस्ट पार्टी गठन भयो। एकदम छोटो छोटो आउँछु म, यहाँहरूले खोजेर अध्ययन गरिदिनु होला। 6 सालमा के गठन भयो। एक छत्र रूपमा 2019 सालसम्म एउटै कम्युनिस्ट पार्टीले नेपालमा राज गर्यो। 2015 सालमा 4 सिट पनि प्राप्त गर्यो। 2017 सालको के छ भने राजा महेन्द्रको कुपछि कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध हुन्छ। आम कम्युनिस्ट नेताहरू, केन्द्रीय नेताहरू जेल जान्छन्, कतिपय प्रवास हुन्छन् र जब 19 सालपछि टोटल कम्युनिस्ट पार्टी विघटन हुन्छ र व्यक्ति समूह हुँदै झुन्ड भएर बसेको अवस्था थियो। त्यसै क्रममा 2031 सालमा चौथो महाधिवेशनले आफ्नो खालको राजनीतिक आकार ग्रहण गर्न सक्यो भने उता पश्चिम बङ्गालमा तपाईको नक्सलवादी आन्दोलन भारतमा चलिरहेको थियो चारु उम्मेदवारको नेतृत्वमा। त्यस बेलाका झापालीहरूले तेरो नेताको माओ सेतुङ, तिमीहरूको अध्यक्षको माओ सेतुङ अनि नेताको चारु मजुदार भन्दै नेत्र कृष्ण कुइकेलहरूले झापा विद्रोह सुरु गरे। छोइन छोटा गरो भन्दै सामन्त सफाई अभियान भन्दै मान्छे काट्ने अभियान अगाडि बढायो। यसरी एउटा झापा आन्दोलनले एउटा आकार लिँदै कोके हुँदै माले हुँदै एमालेमा रूपान्तरित भयो भने एकातिर चौथो महाधिवेशन हुँदै माओवादी केन्द्र हुँदै 10 वर्ष जनयुद्धबाट 10 वर्ष जनयुद्ध सुरुवात भयो र त्यो 10 वर्ष जनयुद्ध 2062 सालमा, मैले छोटो आइरहेको छु है आदरणीय कमरेडहरू, 2062 सालमा 12 बुँदे सम्झौताको आधारमा 19 दिने जनआन्दोलनको खास त्यति महत्त्व छैन त्यो बादशाह घोडाबाट झार्नका लागि। 10 वर्ष जनयुद्धको त्यो रक्तरञ्जित क्रान्तिबाट, त्यो रक्तरञ्जितको योगदानबाट अहिले पनि कति घाइते अपाङ्ग स्टिल हालेर हिँडेका छन्, कति विदेश गएका छन्। त्यसको रापतापमा लतारिएर त्यस बेलाको एमाले हो, म पनि हाम्रो अहिलेको विशिष्ट अतिथि कमरेड हामी एमालेमा थियौँ। हामीहरू भित्र पनि बैलगाडा कम्पनी पनि थियो। त्यसलाई चिर्दै माधव नेपाल, वामदेव गौतमहरूले यही प्रचण्डको योगदानलाई साथ सहयोग गर्दै काङ्ग्रेसलाई लतार्दै सङ्घीय गणतन्त्र प्राप्त भयो। सङ्घीय गणतन्त्र प्राप्त भएको केही समयमै मामाका घोडी मेरा यी गर्दै खास गरी काङ्ग्रेस र एमालेहरू अगाडि बढ्न थाले। तपाईँ पुराना हिजो मर्न हिँडेका माओवादीहरू त्यसै पछि परे। त्यो किन पर्नुभयो? कोही वैद्य भनेको छ टुक्रा 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 भएर छिन्न भिन्न हुँदै गयो माओवादी अनि प्रतिगमनकारी शक्तिहरू सल बनाउन थाल्यो। त्यसो भएको हुनाले फेरि कम्युनिस्टहरूको एकताको कुरा चर्को ढङ्गले कमरेड पक्षले उठाउनु भयो। वाम एकता 75 सालमा भयो। झन्डै 2/3 जनमत पनि नेपाली जनताले त्यो एकतालाई अनुमोदन गरे। यसो भन्न सकिन्छ, महिलालाई छोरा मान्छेलाई महिला बनाउन बाहेक सम्पूर्ण अख्तियार नेपाली जनताले थिए। तर त्यो नेकपाको सरकार हुँदा 4 पटक नीति कार्यक्रम आयो आदरणीय कमरेडहरू, 4 पटक। समाजवादी यात्रा, कम्युनिस्ट मेनिफेस्टो, हामीले बच्चादेखि पढेको निःशुल्क शिक्षा र निःशुल्क स्वास्थ्य उपचारको कुरा हामी बेच्दै हिँड्थ्यौँ। हामी विद्यार्थी, हाम्रो पालाको जेनजी हुँदा त्यसको अलावा त के आयो? ओम्नी आयो, यति आयो, गिरिबन्धु आयो, बतास समूह आयो। व्यापक रूपमा मतलब के छ भने व्यतिथिहरूको सुरुवात भयो। पार्टीमा चर्को अन्तर्विरोध पर्यो। यसो नगर्नका लागि धेरै नै पास चर्को भएपछि बैठक बोलाउने, माथि वार्ता लिएपछि तल नजाने, यो धेरै कुरा भइसकेपछि लास्टमा उसले त यता 2/3 भन्दा नि बढी यता प्रचण्ड कमरेडले नेतृत्व गरेको कमिटी बनिसकेपछि त उसले त संसद विघटन गर्यो। संसद विघटन गरेर पनि मतलब हाम्रै बहुमत थियो। लास्टमा त अदालत प्रयोग गरेर उत्प्रेषणको आदेशबाट नेकपा एमाले बिम्तायो। आदरणीय कमरेडहरू, अहिलेको एमाले अदालती एमाले हो। अहिलेको एमाले र अहिलेको नेपाली काङ्ग्रेस 23 गतिको हत्याकाण्डको जिम्मा लिनुपर्छ। हत्यारा पार्टी हो, यही भनेर जानुहोस् वडामा। हत्यारा पार्टीको रूपमा स्थापित भइसकेका छन् एमाले र काङ्ग्रेसहरू। 23 गतिको त्यो विद्यार्थीहरू त्यो नियत के छ भने नाबालक बच्चाहरूलाई गोली दहन गर्ने
अनि आफू हेलिकप्टर चढेर भाग्ने, अहिले नाना थरी नाटक गर्ने, यसलाई जोरदार ढङ्गले आफ्नो आफ्नो वडामा आफै प्रचण्ड बन्नुहोस्, आफै माधव नेपाल बनेर आफ्नो वडा उठाउनुहोस्। म यो अनुरोध गर्न चाहन्छु। आदरणीय कौडहरू, फलाम तातेको छ भन्ने गरेको छु मैले हरेक वडामा जाँदा। फलाम तातेको छ, राजनीतिक माहौल तातेको छ, हान्नुहोस्। तपाईँ कचिया बनाउँदैन, तरबार बनाउनुहोस्, खुडा बनाउनुहोस्, वैचारिक ढङ्गले अगाडि जानुहोस्। साथ दिन हामी तयार छौँ, केन्द्रीय कमिटी तयार छ। म यहाँ खैरेनीको इन्चार्जका हिसाबले जतिखेर पनि जुन वडामा बोलाउनुहुन्छ म उपस्थित हुन तयार छु, प्रतिबद्धता पनि व्यक्त गर्दैछु। आदरणीय कौडहरू, सम्म पार्टीका मुख्य 3टा कार्यभारहरू हुन्छ, यो बुझ्नुहोस्, बुझाउनुहोस् आफ्नो वडामा गएर। 3टा कार्यभारमा कहिलेकाहीँ वैचारिक राजनीतिक दार्शनिक कुराहरू हुन्छन्, त्यो केन्द्रले लेखिरहेको छ, म त्यतातिर गइनँ। अर्को हुन्छ साङ्गठनिक विस्तार, त्यतातिर नि गइनँ। प्रचारात्मक के कुरा आज हामीले पार्टी एकता सन्देशमा भनेका छौँ नि। अहिले व्यापक रूपमा नेपाली कम्युनिस्ट पार्टीको नीति विचार र कार्यक्रमलाई प्रचारात्मक ढङ्गले लाने बेला हो। यो अहिलेको मुख्य केन्द्रबिन्दु अर्जुन दृष्टिले हेर्ने भनेको नेपाली कम्युनिस्ट पार्टीको कार्यक्रमलाई प्रचार गर्ने कुरा हो। अहिले भन्नुभयो पूर्ववत साथीहरूले, पश्चिमबाट सुरु भएको जनकपुरसम्म आइपुग्दा मानव मधेसै पुरै त्यही जस्तै ढङ्गले आयो। त्यसो भएको हुनाले आउने 5 गते पार्टीले के मागेको छ? कति वर्षपछि बल्ल एउटा आमसभा बोलाएको छ। अब के मागेको छ? तिमीहरू 5 गते तिमीहरूको खैरेनीले न्यूनतम मतलब के अरे 150 नघटाऊ, बढी गति ल्याउन सक्छ, ल्याऊ भनेको छ। यो भनेको नेकपा एमाले हत्यारो पार्टीले गरिरहेको अधिवेशन। त्यहाँ जे खालको हुन्डी थियो नि त्यस्तो भएन, कुर्ती खाली भए। हेर्नुभयो होला युट्युबहरूमा। त्यसो भएको हुनाले त्यसलाई पनि के अरे काउन्टर दिने गरी नेपाली कम्युनिस्ट पार्टी उठ्यो। अब अगाडि बढ्यो तारा चम्क्यो झुम्क्यो भने दिनका लागि पनि तपाईँहरूले आफ्नो घाँस काटेर फजुल खर्च काटेर काठमाडौँ जानका लागि मैले हार्दिक अनुरोध अपिल गर्दै तपाईँहरू उत्साहित हुनुहोस्। हामीलाई ऊर्जा आउनेछ। हामीलाई ऊर्जा आयो भने एक खालको के छ भने भान्से बनिन्छ, खैरेनीमा भान्से डाडु बनियो लिइन्छ। योजना कहाँले के गर्ने यो अभियानमा तपाईँहरू लाग्नुहोस्। केन्द्रीय कमिटी र सिङ्गो मल्ल इन्चार्जका हिसाबले म साथ दिन तयार छु। थ्याङ्क यू, अभिवादन।